वेलकम ब्याक टु माई च्यानल। आज पनि धेरै पछि फेरि पनि तपाईँहरूको बिचमा नयाँ भ्लग लिएर उपस्थित भइसकेको छु। आज चाहिँ मेरो दुईजना साथीहरूसँग सोबार डाँडा घुम्न आएको छु। सोबारको मञ्जुश्री पार्क निकै रमाइलो हो भन्ने सुनेर आइपुगेका छौँ। अनि हामी चाहिँ भित्र छिर्यौँ, टिकट काटेर चाहिँ हामी भित्र गयौँ, यताउता घुम्न लाग्यौँ। भित्र गइसकेपछि टिकट चाहिँ अलिक महँगो जस्तो लाग्यो। सकेपछि छेउमा परेवा पनि देखियो, माथिबाट हेर्दै रमाइलो पनि गर्न लाग्यो। तिम्रो बोयफ्रेन्ड छ? परेवा हेरिसकेपछि परतिर डाँडातिर गयौँ हामी। यसो तपाईँहरू पनि आउन सक्नुहुन्छ घुम्नको लागि। यहाँ एकदमै रमाइलो ठाउँ रहेको छ। दिदीहरू नाचिराख्नु भएको थियो। पिकनिक राम्रै हुँदै थियो। हामी चाहिँ यसो नजारा लाउँदै थियौँ यताउता। साथीहरू केही भन्न चाहनुहुन्छ कि भनेर सोधे। त्यसले के भन्न चाहनु भएन, पनि तलतिर गएर अनि यताउता कस्तो रहेछ भनेर एक फनको लगाइदिउँ भन्ने बनाएको एउटा ठाउँ रहेछ। माथि चढेर गाउँको नेताहरू हात हल्लाउँदै यसो हामी पनि यताकै पारामा रमाइलो गर्न लाग्यौँ। ठाउँ ठिकै लाग्यो। म त्यति साह्रै राम्रो त भन्दिनँ, 10मा त्यस्तै 7-8 नम्बर दिन्छु। तपाईँहरूलाई के कस्तो लाग्यो, यदि मन पऱ्यो भने तपाईँहरू पनि आउन सक्नुहुन्छ घुम्नको लागि। यस्तै भिडियो हेर्नको लागि मेरो च्यानललाई लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गरिदिनु होला। हस्त, धन्यवाद।